हेलो हेलो सबैलाई नमस्कार। आज चाहिँ हामी जाँदैछौँ दुबईको बङ्गाली मार्केट भन्ने ठाउँमा। भिडियो सुरुदेखि लास्टसम्म हेरेर माया गरिदिनु होला। हामी चाहिँ हाम्रो बिल्डिङको लिफ्टबाट झरेर गाडी पार्किङतर्फ जाँदैछौँ। हामी चाहिँ हाम्रो गाडी पार्किङ गरेको ठाउँमा आयौँ र अब जान्छौँ बङ्गाली मार्केट। मलाई चाहिँ यो गाडीमा चढ्ने बित्तिकै यस्तो गर्मी भएर म आइसक्रिम खान सुरु गरिसकेँ। अनि मेरो ठुलो छोरोले पनि आइसक्रिम खाँदैछ, यम्मी भन्दै खाँदैछ। उहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। यो दुबईमा यति गर्मी छ नि, बाहिर हिँडौँ भने पनि गाडीमा पनि सकिन्न बाहिर निस्कन, यति गर्मी छ। ऊ चाहिँ मेरो सानो छोरो, उसलाई पनि भुलाउनु धेरै गाह्रो हुन्छ नि त। यति गर्मी छ कि यो गर्मीको कारणले पनि होला यस्तो बच्चाले यति दुःख दिन्छ नि। अझ हामी चाहिँ 4 बजी 4:30 बजेपछि बल्ल निस्किएको हो। भुलाउँदै लिएर जाने हो मैले पनि उसलाई, नभए कहाँ उसले त यति दुःख दिन्छ नि। हामी चाहिँ अलकुज आइयो। हामी चाहिँ जाँदैछौँ अब अल्खेल मलमा गाडी पार्किङ गर्छौँ अनि जान्छौँ। सररररर हाम्रो चाहिँ गाडीमा यस्तो नेपाली गीतहरू बजायो अनि हिँड्यो। आइयो हामी चाहिँ अल्खेल मल। अब अल्खेल मलभित्र गाडी पार्किङ गर्छौँ र हामी जान्छौँ बङ्गाली मार्केटतर्फ। हामी चाहिँ गाडी पार्किङ गरेर हामी अहिले निस्क्यौँ बङ्गाली मार्केटतिर। यहाँबाट त्यो अल्खेल मलबाट पनि लाग्छ नि त, 3-4 मिनट जस्तो लाग्छ हिँडेर जानलाई त्यहाँ चाहिँ। अब अलकुजतिर हुनेहरूलाई त सबैलाई थाहा नै छ होला बङ्गाली मार्केट। आइयो हामी चाहिँ बङ्गाली मार्केट। हामी चाहिँ यो बङ्गाली मार्केट चाहिँ अहिले चाहिँ 5 बजे ओपन हुने रहेछ नि त। हामी चाहिँ 4:50 यस्तैमा पुगेका थियौँ। 10 मिनट वेट गर्नु पर्यो। यो गर्मीमा 10 मिनट वेट गर्नु भनेको 10 घन्टा वेट गरे जस्तो हुन्छ नि त। अनि त्यसपछि 5 बजेर सेक्युरिटीले गेट खोलिदिए अनि हामी चाहिँ भित्र गयौँ। यहाँ चाहिँ नेपालमा जस्तै हुन्छ कि ठेलामा बेच्न राख्छन् नि त। अनि हामी केही तरकारीहरू सागसब्जीहरू किनेर अनि यहाँ मैले चाहिँ तरकारीहरू रोप्दैछु अनि थोरै तरकारीहरू अनि फ्रुट्सहरू लिएर मलाई चाहिँ यहाँ यो बङ्गाली मार्केटको जेरी एकदम मनपर्छ नि त। म चाहिँ लागेँ जेरी किन्न। जेरी नखाइकन मेरो मनैले मान्दैन नि त। अनि चाहिँ हामी निस्क्यौँ सबै भ्याएर, सबै फ्रुट्सहरू भेजिटेबल किनेर हामी निस्क्यौँ घरतर्फ। यस्तो गर्मी थियो नि, हामी सबै पसिना भइरहेको थियो। अनि आयौँ हामी घर बस्ने ठाउँ, हाम्रो रुम। धन्यवाद।